जनजनको आवाज सरकारसम्म पुर्याउने हाम्रो अभियान हो। हामी निरन्तर नयाँ खोज, नयाँ समाज निर्माण, नयाँ नेपाल निर्माणको अभियानमा छौँ। नयाँ खोज र यथार्थ सत्य कुरा हामी समाजमा ल्याउने कोसिस गर्नेछौँ। कतिपयलाई राम्रो लाग्ला, कतिपयलाई नराम्रो लाग्ला। त्यसो न्यून वर्गको न्यायको लागि सधैँ नेपाल नेपालै रहिरहोस् र नेपाललाई हामी नेपालीहरूले चिनाउनुपर्छ भन्ने अभियानमा छौँ। यसै गरी हामी नयाँ नयाँ कुराहरूको खोजमा छौँ। नयाँ नयाँ कुराहरू जनतामा ल्याउनेछौँ। जनजनको आवाज सरकारसम्म पुर्याउनेछौँ। न्यून वर्गको न्यायको लागि, हक अधिकारको लागि सधैँ हामी बुलन्द आवाज उठाइरहेका हुन्छौँ। यसै सन्दर्भमा जुन प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई मध्यनजर गर्दै यहाँ आयौँ। यस्तो जिम्मेवारी पदमा राष्ट्रको जिम्मेवारी व्यक्तिले गैर जिम्मेवारी कुरा गर्दाखेरि यो राष्ट्रघाती कुराहरू छन्। सम्पूर्ण देशभक्तहरू यो हामी एकजुट भएर लाग्नै पर्छ। दर्शकबिन, यो तपाईँहरूले देखिरहनुपर्छ, यो नदी हो, यो फाँट हो। यो पछाडि यो यता हेर्नुभएको छ, यो धनगढी उपमहानगरपालिका 2 नम्बर वडा हो। हिँड्नेरै यो वडा जोडिएको छ। त्यो पर नदी हो, पारि देखिरहेको जङ्गल भारत हो। हामीले सोचिरहेका थियौँ कि त्यो नदी पारि भारत हो, वारी नेपाल हो, तर रहेन छ। हेर्नुहोस्, यो धनगढी उपमहानगरपालिकाको 2 नम्बर वडासँग कसरी जोडिएको छ। हामी तपाईँलाई यहाँ जङ्गे पिल्लरहरू देखाउनेछौँ। हेर्नुहोस्, यो गाउँ हो, यो नेपाली जग्गा। यहाँ कुरो आएको छ, नेपालले भारतीय जग्गा कब्जा गरेको छ, नेपालले पनि भारत जग्गा मिचेको छ, सिमानाका मिचेको छ भन्ने जुन प्रधानमन्त्रीले अभिव्यक्ति दिनुभयो। यस्तो गैर जिम्मेवारी कुरा गर्ने प्रधानमन्त्री हाम्रो सिमानाका कसरी भारतले मिचिरहेछ, हाम्रो नेपाली भूभाग कसरी मिचिरहेछ। यो यत्रो जग्गा छ। यो जग्गा यति सुकुम्बासी बस्तीलाई यहाँ सरकारले व्यवस्थित गरेर यो नेपाली जग्गा गरायो भने यहाँ 500 घरभन्दा धेरै बस्न सकिन्छ। हेर्नुहोस्, यो गाउँ हो, यहाँनिर खेत छ। यहाँ यो जङ्गे पिल्लर यहाँ राखेको छ। हेर्नुहोस्, यो धनगढीको, यो धनगढी वडा नम्बर 2। यो यता यो देखाएको छ, यता भारत। यो जङ्गे पिल्लर, यो पिल्लर लाग्छ हामीलाई भर्खर बनाएको या केही दिन हुनसक्छ। हामीले यो विषयमा अध्ययन गरेको थियौँ जब प्रधानमन्त्रीले अभिव्यक्ति दिए कि नेपालले पनि भारतीय सीमा मिचेको छ, जग्गाहरू मिचेको छ भन्दाखेरि हामी थोरै अध्ययनमा आएका थियौँ। हेर्नुहोस् जनसमुदायहरू, यो हिँडेर यो बस्ती छ। यसरी भारत जङ्गे पिल्लर हालेको छ। यो यत्रो जग्गा छ, नदी पारी नदी छ, जङ्गल खास गरी भारत हुनुपर्ने त्यहाँ हो। र अहिले पनि यहाँका सर्वसाधारण जनताहरूले मानेका छन् पारीदेखि भारत हो, वारी यो नेपाली जग्गा हो, तर रहन्छ यो पुरै भारतको रहेछ। हामी यसै खोजीमा नयाँ नयाँ कुराहरू खोज गर्नेछौँ, नयाँ नयाँ कुराहरू ल्याउनेछौँ। दर्शकबिन, परको पिल्लरमा पनि हामी जाँदैछौँ। त्यहाँनिर सशस्त्रहरू पनि बस्दो रहेछन्। किन भन्दाखेरि यहाँ पारिबाट नाकाहरू, यसो छली नाकाहरू आउने ठाउँ रहेछ जङ्गलबाट। सिभिलमा बसेका छन्। सबैको एउटा सीमा खुला नाका कमाइ खाने भाँडो हो अथवा के हो, यो कुरा हामीलाई यसको यथार्थ पनि ल्याउने छौँ। भारतको सीमा मिच्यो अरे। हेर्नुहोस् त, यो कति जग्गा, यो मैले यो नेपाली जग्गा हो भनिरहेको थिएँ, मानिरहेको थिएँ। नेपालले किन यो जग्गा खाली राखेको छ, गरिब बस्ती बसाल्नुपर्छ भन्दै यो आवाज उठाउने गरेको थिएँ। तर वास्तव यो त भारत रहेछ। हेर्नुहोस् त, धनगढीको 2 नम्बर वडाको सिमानाका हो। यो मन्दिर छ हिँडेरै, यो ढिकबाट यता भारत रहेछ, यता नेपाल रहेछ। हेर्नुहोस्, वाह हाम्रो देश, वाह वर्तमान सरकार। नयाँ नेपाल निर्माण गर्ने नयाँ युवा सबैले आशा गरेकै हुन्, सबैले भरोसा गरेकै हुन्। र नेपाल जनताले एकलोटे तिमीहरूलाई त्यो सत्तामा पनि पुर्याए। तिमीहरू कुन तत्त्वबाट त्यहाँ पुग्यौ त्यो म्याटर भएन। तिमीहरूले अन्तर्राष्ट्रिय राष्ट्रिय ग्रान्ड डिजाइन बनाएर, अन्तर्राष्ट्रिय ग्रान्ड डिजाइन बनाएर तिमीहरू पुग्यौ। अहिले यो पुष्टि हुँदैछ तिमीहरू अन्तर्राष्ट्रिय ग्रान्ड डिजाइनबाटै सत्तामा पुगेका हो। र अहिले भारतको चाकरी गर्ने कुरा आएको कुरामा हामीले जग्गा मिचेका छौँ, नेपालले पनि जग्गा मिचेको छ अरे। यसो सन्दर्भमा हामी जग्गा नेपालले मिचेछ अथवा भारतले मिचेछ भनेर थोरै सिमानाका धनगढी आएका थियौँ। यो कैलालीको सिमानाका पारीतिर गौरीफुन्डा पर्छ। यो पारी गौरीफुन्डा पर्छ र यतातिर उता भन्सार छ। अहिले हामी भन्सार पनि गएर भिडियो बनाउँछौँ, भन्सारको पनि हामी ल्याउनेछौँ। यो हामीलाई लाग्थ्यो यो नदी पारी भारत हो, तर नदीवारी नेपाल हो।
त्यो बिचमा कैलालीको यो फेमस नदी हो, एकदम चर्चित नदी हो मोहना नदी। मोहना नदीवारी यो ग्राउन्ड सबै हामीलाई लाग्थ्यो कि नेपाल हो, तर रहेनछ। हामी यहाँनिर छौँ अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर 2। यहाँनिर यो घर बनेको छ। यो घरको आधारमा यहाँनिर यो अब यतातिर त्यो मन्दिर पनि देखिएको छ सानो। यहाँ थोरै सिभिलमा सशस्त्र अथवा पुलिसहरू को बस्नुभएको छ। यहाँ खुला सीमा नाका हुनाले मान्छेहरू आउने जाने अथवा तस्करी हुनसक्छ भन्ने के कुरामा उहाँहरू बस्नुपर्छ। सिभिलमा हामीले चिन्यौँ, उहाँसँग परिचय पनि भयो। यसै क्रममा हेर्नुहोस् हिँडेर पारी त्यो कति टाढा छ नदी, त्यो नदीदेखि वारीको छ पिल्लर कहाँ छ हेर्नुहोस्। यो पिल्लर हो, यो यता नेपाल साइडतिरको हो पिल्लर हो यो। र यो पिल्लर यत्रो समय हामीले देखेको थिएनौँ, तर कसैले भन्छ यहाँ 2-4 महिना भयो यो पिल्लर लगाएको भन्छ। हामीलाई शङ्का छ कहिले लगायो, यति ओर नहुन पर्ने, हामी सीमा यति भित्र नहुन पर्ने। यो नेपाली भूभाग हो, सबै नेपाली भूभाग। भारतले यो सीमा मिचेको छ, यो नेपाली भूभाग मिचेको छ। हाम्रा प्रधानमन्त्री के भन्नुहुन्छ भन्दाखेरि जनताले आशा भरोसा गरेको प्रधानमन्त्रीले नेपालले सीमा मिचेको छ, भारतको सीमा मिचेको छ भन्नुहुन्छ। वाह सरकार, तिमी जिम्मेवारी व्यक्तिले यस्तो अभिव्यक्ति दिनु भनेको राष्ट्रघाती हुन्, यिनी देशद्रोही हुन्। यस्ता देशद्रोही कुराहरू नहोस्। यो देखिएको घरहरू टिन लागेको घर नेपालमा पर्छ। त्यो पारिपट्टि अलि जङ्गलभित्र त्यो गौरीफेन्ड नाका हो। यहाँनिरबाट अघि हामीले उता पिल्लर देखाएका थियौँ, जङ्गे पिल्लर उता, त्यो पर मान्छे जाल खेलिरहेछन्। त्यो यतापट्टि माथि यो नेपालको यो बाटो हो। यो अहिले यता गइरहनुपर्छ, उहाँ गाडी गइरहेछ, त्यो गाडीको आधार त्यो बाटो हो। त्यो बाटोसम्म पिल्लर छ। हामीले सोचेका थियौँ अझै पनि भन्छ नदीदेखि वारी हाम्रो नेपाल थियो, पारी इन्डिया थियो, भारत थियो। तर नदीदेखि वारी भित्र धनगढी वडा नम्बर 2 को धेरै भूभागहरू भारतमा रहेछ। हामीले त्यो पिल्लर गाडेको देख्यौँ, रातारात पिल्लर सारेको देख्यौँ। र यो पारी यो भन्सार यो पुल हो, यो मोहना नदीको पुल पारी कञ्चनपुर पर्छ, यता वारी कैलाली पर्छ। यसै क्रममा अहिले हामी यही पुलको आडबाट यो भिडियो बनाइरहेका छौँ। यहाँनिर सानो चेकपोस्ट पनि छ, यो पुलिस हो भित्रपट्टि गल्लीमा जाने बाटो, जहाँ अघि हामीले त्यो पिल्लरहरू देखाएका थियौँ, जङ्गे पिल्लरहरू गाडेको त्यहाँ देखाएको थियो। यो सानो चेकपोस्ट हो, पारी देखिरहनुपर्छ हजुरले। यो ठुलो घर देख्नुपर्छ, यो भन्सार हो भनेको कैलाली कस्टम अफिस हो, यो नेपालमा पर्छ। तर यही कस्टम अफिससँग यो पुलिस बिटहरू छ, यहाँ भन्सार कस्टम अफिस छ, नेपालले कब्जा गरेको भारतीय जग्गा यो प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ। यो यतातिर सबै भारत नेपाली जग्गा सबै भारतले लिएको छ। अब यसलाई पनि के भन्ने? प्रधानमन्त्रीलाई हामी यस्तो जिम्मेवारी व्यक्तिले जुन अभिव्यक्ति दिनुभएको छ यो एकदम शर्मनाक छ। यो कुराहरू तुरुन्तै उहाँले आफ्नो त्यो शब्द वापस लिनुपर्छ। सीमा विषयमा सीमा सुरक्षाको लागि एकदम सही तथ्य तरिकाले बोल्नुपर्छ। यो सीमाको विषय राज्यको कुरा छ, यो नोटोजोक एउटा राष्ट्रसँग जोडिएको कुरा हो। सीमा सम्बन्धी हामीले राम्रो व्यवस्था गर्नुपर्छ। त्यत्तिकै पनि नेपाल भारतको तर्फबाट दबाब परिरहेको छ। यो कैलाली क्षेत्र त तपाईँको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया सम्पूर्ण सीमा मिच्दै भारतले हस्तक्षेप गरिरहेको छ। सीमा मिच्दै अगाडि नेपाली भूभाग धेरै मिचेको छ। तर पनि हामी मौन छौँ र भारतको जग्गा नेपालले मिच्यो भन्छ। त्यसो भए यो कैलालीको कस्टम अफिस, यो बसेको पुलिस बिटहरू सबै भारतको हो त?